हेलो फ्रेन्ड्स, तपाईँ सबैहरू कस्तो हुनुहुन्छ? उम्मेद गर्छु सबैजना एकदमै राम्रो हुनुहुन्छ र म सृजना फेरि एउटा ब्लगमा। र आज चाहिँ कति बज्दैछ भन्नु? आज बज्दैछ 3 र 3 बजे आजको ब्लगिङ स्टार्ट गर्दैछु। र आजको ब्लगिङ मेरो घरबाट होइन, यहाँ माइत घरबाट, किनकि म यहाँ आइरहेको थिएँ। र आज जान्छु जादिनँ घरको त्यही फिक्स छैन, किनकि डिपेन्ड प्रोग्राम माथि गर्ने छ कि म जान्छु कि जादिनँ। गयो भने फेरि तपाईँहरूले ब्लग देख्नुहुन्छ मेरो घरबाट। र आज चाहिँ अहिले म ठिकठाक पारेर साथै नानी पनि ठिकठाक परिरहेको छ। र कहाँ जान आँटेको भने हामी जानु आँटेको चाल्सा टाउन चाल्सा, किनकि यहाँ चाल्सा दुईवटा छ। टाउन चाल्सा जानु आँटेको किनकि त्यहाँनेरि हाम्रो साई समितिको एउटा ठुलो अनुष्ठान जस्तै भनौँ, प्रोग्राम जस्तो भनौँ, एउटा मिटिङ जस्तो भनौँ छ। र त्यहाँ चाहिँ के छ भने यहाँ चाहिँ हाम्रो जो मेन साई बाबाको जो बेङ्गलोरमा पुट्टपर्तीमा जो रथ छ, त्यसरी नै एउटा रथ सजाइएको छ। र रथ भ्रमण गर्दैछ अल ओभर यता इन्डियातिर सबैतिर। र आज चाहिँ हाम्रो यहाँ चाल्सामा त्यो रथ आइपुग्ने छ। त्यही भनेर हामी पनि दर्शन गर्नु लगाएको। र सबैजना दर्शन गर्नुलाई नै सबै आफ्नो जग्गाबाट भेला हुनेछ, त्यसरी हामी पनि जानु आँटेको। म घरबाट भए चाहिँ डाइरेक्ट हामी घरबाटै जान्थ्यौँ। आमा त्यसलाई समात्दैन नहुनाले चाहिँ हामी जानु पाइनौँ। र म यहाँबाट जान्छु, एकछिनमा हस्बेन्ड आउनुहुन्छ लिनु र जान्छु। र गएर तपाईँहरूलाई पनि देखाउने चाहिँ कस्तो के हुन्छ, किनकि योभन्दा अगाडि मैले पनि यस्तो केही पनि देखेको थिइनँ। र भव्य रूपले ठुलो प्रोग्राम हुन्छ होला होइन, कस्तो के हुन्छ मलाई आइडिया त्यति साह्रो छैन। र गएपछि तपाईँहरूलाई पनि म देखाउने छु कि कस्तो के छ, साथै म पनि हेर्नेछु रथ कस्तो के सजाएको छ। बोलेर भन्नु सक्यो भने एकदमै राम्रो, नभए म भोइस ओभर दिनेछु अगाडिको भिडियोलाई। र मेरो साथै तपाईँहरूले पनि दर्शन गर्नुहोस् हाम्रो भगवान बाबाको रथ जो आउँदैछ त्यसलाई, र पर्खिनुहोस्। अलिक छिनपछि म तपाईँहरूलाई देखाउने छु कि कहाँ के हो भनेर। यसपछि म सिधै पुगेँ चाल्सामा। चाल्सामा पुग्दै यो प्रकारको भिड भइसकेको थियो। सबैजना एकदमै सबैले वेट गरिराख्नु भएको थियो कि कहिले साई रथ आइपुग्छ भनेर। यहाँ मेरो बहिनीलाई पनि भेटेँ, साथै थुप्रोजनालाई भेटेँ। तर नानीले गर्दा मेरो यति नै हालत खराब थियो र गरम यति थियो कि कोहीसँग बात पनि राम्रो गर्नु सकिनँ। र एकछिन नानी हस्बेन्डलाई दिएर त्यहाँदेखि हामी आएको थियो स्टेसनपट्टि, किनकि हाम्रो साई रथ आउनुमा एकदमै टाइम लागिरहेको थियो। हामीहरूलाई टाइम 3 बजी दिनुभएको थियो, तर आउँदा आउँदा साह्रै ढिलो भयो। र चाहिँ कोही कता भन्ने प्रकारको। र यतिकै बेलामा भोक पनि लागिसकेको थियो। र चाहिँ हामी एकछिन मार्केटतिर म एकजना दिदीलाई लिएर आइरहेको छु। र दिदीसँग हामीले यहाँनिर आएर खाएँ फुच्का खाएपछि पनि मलाई भएन। र चाहिँ हामी अझै डुल्नु पनि गयौँ। र हाम्रो साई रथ आउनु एकदमै टाइम थियो भनेर सबैजना प्रायः कोही कता भइरहेको थियो, र हामी चाहिँ यता भइरहेको थियौँ। र अब चाहिँ म फर्किँदै थिएँ फेरि त्यही जग्गामा जानेरी साई रथ हाम्रो आउनेवाला थियो। र बाटोमा मैले मकै पनि दारेँ, किनकि मलाई पुरा भोक लागिरहेको थियो। र दुईजना म र दिदी चाहिँ एकदमै डुल्दै आइपुग्यौँ। र आज चाहिँ नानी हेर्ने ड्युटी चाहिँ एकदमै टोटली मेरो माथि थियो, किनकि आज मेरो हस्बेन्ड चाहिँ त्यहाँनेरि सबैतिर हेर्नुपर्ने थियो भनेर। र फाइनली साई रथ आउने टाइम भइसकेको थियो। र सबैजना भक्तहरू यसरी लाइनसँगले भजन गाउँदै सबैजनाले वेट गर्नुभएको थियो। र मेरो चाहिँ क्यामेराको यति हालत खराब थियो कि मैले क्याप्चरै मेरो भएन, फ्रन्ट हुँदै थियो तर मेरो ब्याक क्यामेरा भएन। मैले साई रथ आउँदाखेरि कतिचोटि ट्राई गरेँ कि मेरो क्यामेराबाट हुन्छ कि भने, तर भएन। थाहा छैन किन नभएको, न भगवानले नजोराउनु भएको। र फाइनली एकदमै नानीलाई एकछिन उता दिएर फेरि मैले क्यामेरा पक्रेँ, किनकि मलाई भिडियो सुट त गर्नु थियो। र फ्रन्टबाटै गरेर मेरो हालत यस्तो हेर्नु, अघि हेर्दा कस्तो थियो र अहिले यस्तो म भन्नु सकेको छुइनँ तपाईँहरूलाई कि मेरो हालत कहाँसम्मको खराब भइसकेको थियो। र फाइनली साई रथ त ल्याइसक्नु भएको थियो। र यो जहाँ बत्ती बल्दैछ त्यहाँनिर राख्नु भएको थियो। तर मैले चाहिँ नानीले गर्दाखेरि एकदमै जानु पाइनँ। सोचेँ साई रथ त एकछिन भए पनि राख्ने हो, दर्शन हामी लास्टमा गर्छौँ भनेर मैले हस्बेन्डलाई पर्खेर यहाँ हेर्नुहोस् यो पर जो राखेको छ त्यो चाहिँ साई रथ हो। मैले तपाईँलाई एकदमै राम्रो गरेर चाहिँ देखाउनु सकिनँ, किनभने मेरो क्यामेराले एकदमै काम गरेको थिएन। र आज ब्लग यहीँसम्म।